हेलो साथीहरू नमस्ते। आज सोच्नुभयो होला हजुरहरूले नेपालीमा कुरा गरिरहेछन्। मैले चाहिँ आज दुईवटा सब्जी बनाउन लागेको छु। आलु बैगन की सब्जी अनि आलु और मिर्ची की सब्जी। हेरौँ है त मेरो रेसिपी मैले कसरी बनाउँछु है त। अब मैले कराई गरम गरेँ, त्यसपछि गएर पहिला बैगन की सब्जी बनाउँछु अनि त्यसपछि गएर मिर्ची की सब्जी बनाउँछु। हजुरहरूले सोच्नुभयो होला खालि हिन्दीमा भोइस कभर गर्थे, आज नेपालीमा भोइस कभर गर्छे भनेर। मलाई नेपाली पनि बोल्न आउँछ, यसले सोची आज नेपालीमै भोइस कभर गरेर राख्छु। अब हजुरहरूलाई कस्तो लाग्छ मेरो भोइस, नेपालीमा मैले भोइस गरेको कमेन्टमा बताउनुहोस् है त। अनि मैले तेल गरम भयो, त्यसपछि गएर लसुन अनि प्याज हाले। त्यति लसुन प्याज फेरि मैले खुर्सानीको तरकारीमा, आलु र खुर्सानीको तरकारीमा हाल्ने छु। अनि उसके बाद त्यसपछि गएर आलु और भान्टाको सब्जी पनि हाल्ने। हैन कुनै शब्दहरू हैन हिन्दीमा आउँछ नि बोल्न, मैले नेपालीमा भोइस कभर गरिछु, फेरि मलाई हैन बार हिन्दी बोल्न आइरहेछ, किनकि जे बोलिरहेको छ नि उयो सजिलो लाग्छ भाषा पनि। अनि मैले नुन बेसार अनि त्यसपछि हालेँ। अनि यसमें यो सब्जीमा हैन मैं बिल्कुल भी एक भी मिर्ची और तीखा नहीं रखूँगी, पिरो नहीं रखूँगी, क्योंकि मेरे बच्चे खाते। और उसके बाद टमाटर भी रखती, और टमाटर है ना ऐसे करके ढक के रखने से क्या होगा ना, जल्दी छिटो टमाटर पाक्छ। अनि त्यसपछि गएर 5-10 मिनट के बाद सब्जी बन्यो। अनि मैले यसमा थोरै पानी पनि हाल्छु, किनकि मेरो बच्चा अनि मेरो बुढाले सुक्खा सब्जीसँग चामल खानुहुन्न, भात खानुहुन्न। यसले मैले आलु र बैगनको सब्जीमा पानी हाले। अनि त्यसपछि राम्रोसँग चलाएँ। टमाटर हैन नै गलेको थिएन, उसलाई पनि डाडुले गलाएँ। अनि मैले उसमा रोटी राख्ने भाँडामा राखेँ, कराई हैन। अब फिर यो कराई को धो के अभी सब्जी बनाई थी ना, इसलिए है ना तो तेल उसका रखा है कराई। आप लोगले हजुरहरूले नबन्नुलाई कति फोहोर कराईमा पकाएकियो भनेर फेरि मैले खुर्सानीको तरकारी पकाउन थालेँ। खुर्सानीको तरकारीमा चाहिँ लसुन प्याज अघि रहेको लसुन प्याज रहेको थियो नि, हो त्यही डाल्ने। त्यसपछि गएर चलाउँछु राम्रोसँग चलाइसकेपछि चाहिँ आलु हाल्छु। अब मैले आलु हालिसकेपछि खुर्सानी पनि हाल्छु। मलाई हैन पिरो तरकारी खान मन लाग्छ, त्यही भएर मैले चाहिँ मेरो लागि छुट्टै त्यसमा खुर्सानीको तरकारीमा पनि रातो धुलो खुर्सानी 3 चम्मच हाल्छु। मलाई एकदम मन पर्छ पिरो सब्जीमा पिरो भएन भने नि खान मन लाग्दैन। त्यही भएर मैले मेरो लागि पिरो सब्जी बनाइथेँ। और आलु और मिर्चीको सब्जी पनि बन्यो, आलु बैगन की सब्जी पनि बन्यो। साथीहरू मेरो भोइस कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है त। बाई।